भरेको छ। अब मैले देखेँ 2007 सालदेखि अहिलेसम्मको आन्दोलनको इतिहास हेर्नुहोस्, राणा शासनलाई खतम गर्ने इतिहास भन्नुहोस्, 15 सालको के अरे हाइजेक भन्नुहोस्, महेन्द्रको 19 को संविधान भन्नुहोस्, त्यस पछाडि 36 को आन्दोलन भन्नुहोस्, त्यस पछाडि 46 को हेर्नुहोस्, अनि त्यस पछाडि 62 63 को भन्नुहोस्। त्यहाँ हामी कहाँ छौँ? कहाँ छौँ हामी आदिवासी जनजाति? यो देशको 70% कहाँ छौँ? 7 सालमा पनि त्यही अनुहार छ, त्यही जाति छ, 15 मा पनि त्यही अनुहार छ, त्यही जाति छ, 19 मा पनि त्यही अनुहार, त्यही जाति छ, के अरे 36 मा पनि त्यही अनुहार, त्यही जाति छ। प्रजातन्त्रलाई लोकतन्त्र, पहिला प्रजातन्त्र, पहिला शासनमा प्रजातन्त्र भन्यो, लोकतन्त्र भन्यो 46 मा, फेरि त्यही मान्छेहरू छ, अनि त्यहाँदेखि गणतन्त्र भन्यो, संघतन्त्र भन्यो, अनि फेरि त्यही मान्छेहरू छ। तिनीहरू नै छ। हामी कहाँ छौँ? हामी तल झोला बोक्नेमा छौँ, हामी उसलाई भोट हाल्नेमा छौँ, उसको हरुवा चरुवाको रूपमा हामी काम गरिरहेका छौँ। यो अवस्थाबाट जब हामी बुझ्दैनौँ र आफ्नो अधिकारको लागि अगाडि बढ्दैनौँ, उठ्दैनौँ, तबसम्म उनीहरूले त त्यो गरिरहन्छ र हाम्रा बालबच्चाहरूको भविष्य हामी त करिब मै गइसकि पुगेँ होइन। अब हाम्रो साथीहरू यहाँ हो र अब म तपाईँहरूलाई यति भन्दै, भूमिकाको रूपमा यति भन्दै, अब तपाईँहरूलाई ILO 169 भनेको के हो रहेछ र त्यहाँभित्र हाम्रा कस्ता अधिकारहरू रहेछन् र युएनड्रिप भनेको के रहेछ हैन, त्यहाँभित्र कस्ता अधिकारहरू छन् र ती अधिकारहरू आएपछि हाम्रो अवस्था के हुनेछन् भन्ने विषयमा केन्द्रित गर्न चाहन्छु मेरो प्रेजेन्टेसनमा। 169 र युएनड्रिप हो। ILO भनेको इन्टरनेसनल लेबर अर्गनाइजेसन। इन्टरनेसनल लेबर अर्गनाइजेसन भन्ने एउटा संस्था छ, अन्तर्राष्ट्रिय श्रम सङ्गठन भन्ने। उसले आदिवासीहरूको लागि एउटा कानुन बनाइदियो। अघि रामभाइ निर्णय भयो आदिवासीको कानुन। उसले कानुनहरू बनाउँदा बैठक निर्णय पछाडि झुन्डाउँछ। अब तपाईँले हामीलाई ILO चाहियो भन्दा आदिवासीको अधिकार प्राप्त हुने होइन, ILO को पछाडि 169 झुन्डाउनै पर्छ। बुझ्नुभयो? ILO को पछाडि 169 झुन्डाउनु भयो भने त्यो आदिवासीको कानुन हो र अरू नम्बर झुन्डियो भने अर्कैकै हुन सक्छ। यसले चाहिँ विशेष गरेर श्रमिक र मजदुरहरूको बारेमा उसको हितमा काम गर्ने सङ्गठन भएको हुनाले यसले उनीहरूको आप्रवासी मजदुरहरू, महिला मजदुरहरू र आदिवासीहरूलाई चाहिँ ठुलो अन्याय गरेको रहेछ, अत्याचार गरेको रहेछ। अब यिनीहरूलाई त्यहाँबाट निकाल्नको लागि, यिनीहरूको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था सुधार गर्नको लागि एउटा कानुन बनाउनु जरुरी छ। त्यो कानुनको निर्णय गरौँ भनेर विश्वभरिका राष्ट्रहरूका प्रमुखहरू एक ठाउँमा बसे गर्यो। त्यो कानुनमा यो धाराहरू छ भने यो ILO 169 मा कन्भेन्सन